एक पैसा पनि नतिरी हजुरहरूले यो छुटको सुविधा लिन सक्नुहुनेछ। मौका बार बार आउँदैन, आएको मौकाहरूलाई छुटाउनु। दफा 48, हजुरहरूले कुनै व्यवसाय रजिस्टर गर्दाखेरि कम्पनी रजिस्ट्रारमा हजुरले रजिस्टर गर्नुभयो, तर रजिस्टर गरिसके पश्चात हजुरहरूले समयमा बुझाउनु पर्ने डकुमेन्टहरू जस्तै सेयर लागत भयो, सुरु अवस्थाको जानकारीहरूदेखि लिएर हजुरहरूले वार्षिक विवरणहरू हजुरहरूले जुन समयमा अपलोड गर्नुपर्ने थियो, समयमा विवरण बुझाउनु पर्ने थियो, सो विवरण बुझाउनु भएको छैन भने हजुरहरूले अहिले 1 रुपियाँ पनि नतिरिकन 100% जरिवाना छुटका साथ हजुरहरूले बुझाउन सक्नुहुनेछ। अथवा हजुरहरूले बुझाउनु पर्ने टाइममा चाहिँ बुझाउनु भएन तर डिले बुझाउनु भएको छ र अहिलेसम्म हजुरहरूले जरिवाना नतिरी अथवा जरिवाना तिर्ने पैसाको अभावको कारणले अथवा कुनै पनि अरू कारणले हजुरहरूले अपडेट गर्नुभएको छैन भने सो डिले अपडेट गरेको फाइनदेखि लिएर हजुरहरूले अहिले अपडेट गर्नुहुन्छ भने पनि हजुरहरूको लागि 100% जरिवाना शुल्क र ब्याज सम्पूर्ण 100% माफी भएको छ। सो कारणले यो मौकाको फाइदा चाहिँ हजुरहरूले छुटाउनै हुँदैन र यो अवसर 2083 साल असोज मसान्तसम्म मात्र भएको हुनाले हजुरहरूले यदि हजुरहरूको बिजनेस कम्पनी रजिस्ट्रारमा रजिस्टर छ र अपडेट भएको छैन भने सो समयभित्र अवश्य अपडेट गर्नुहोला। र यो बम्पर छुटको उपहार जुन सरकारले दिएको छ यो सम्पूर्ण आफ्नो साथी र मित्रहरूलाई र साथीभाइहरूलाई सेयर गर्न चाहिँ नछुटाउनुहोला। सो कारणले यो भिडियो सक्दो सेयर गर्नुहोस् र सम्पूर्णलाई यो जानकारी दिनको लागि मद्दत गर्नुहोला। र यस्तै ट्याक्स र बिजनेस रिलेटेड जानकारी थाहा पाउनको लागि हामीहरूलाई हजुरहरूले फलो गर्न सक्नुहुनेछ। धन्यवाद।